यो अहिले चाहिँ नेपालको विशेष गरेर प्राथमिकतामा पर्ने भनेको चाहिँ यस्तो गरेर ट्र्याक बाटो खन्ने हो गाउँघरमा। यो ट्र्याक बाटो खनेको कतिपय ठाउँमा ठिकै होला, कतिपय ठाउँमा बेठिक होला र कतिपय ठाउँमा त राम्रै काम गरेको होला, कतिपय ठाउँमा नराम्रो काम गरेको होला। यानि कि तपाईहरूको गाउँठाउँमा कस्तो खाले काम गरेको छ यो ट्र्याक बाटोले? यो एउटा प्रतिनिधि पात्र हो, एउटा प्रतिनिधि बाटो। म आज यो बनाउँदैछु कि यो प्रतिनिधि मात्रै हो र स्थानीय तहमा अहिलेको सरकारद्वारा यो बाटो खन्ने भनेको चाहिँ यो चाहिँ कम्पिटिसन के, यो चाहिँ प्रतिस्पर्धा जत्तिकै छ। जताततै अब यो बाटो खन्ने, जताततै बाटो खन्ने, जताततै बाटो खन्ने त्यस्तो छ। त्यसले गर्दाखेरि अब यो चाहिँ यो बाटो खनेको सकारात्मक पक्ष पनि छ, नकारात्मक पक्ष पनि होला। अब जस्तो कि यो बाटो खनेर सकारात्मक पक्ष चाहिँ के छ भने यो कति पनि ठाउँमा पहिला पहिला जस्तो इमर्जेन्सी पर्दाखेरि पनि हिँड्ने, अब त्यस्तो गर्नुपर्ने ठाउँमा कतै कतै अहिले बाटो खन्ने बित्तिकै या बाटो खनेर वर्ष पछाडि सफा गरिसके पछाडि एउटा दुईटा गाडीहरू जान्छ, एम्बुलेन्सहरू जान्छ। इमर्जेन्सी पर्दा त्यसले राम्रै काम गरेको छ। एउटा पक्ष त्यो भयो। अनि अर्को कुरो के छ भनेदेखि नि गाउँघरमा गोरेटो बाटोहरू पहिला पहिला हुने गर्थ्यो र त्यहीँबाट गाई भैँसीहरू वारी गाउँबाट पारी गाउँ पुर्याउने गर्थ्यो। अहिले बाटो खनिसके पछाडि वारीको भैँसी पारी, पारीको भैँसी वारी ल्याउनको लागि, यो घोडाहरू चलाउनको लागि, खच्चडहरू चलाउनको लागि कतिपय ठाउँमा अब यो राम्रै भएको छ, ठिकै भएको छ। र अलि अप्ठ्यारो बाटोमा पनि अलि त्यो बाटो नभएको ठाउँमा पनि यो ट्र्याक्टरहरू चल्ने गरेको हुनाले गर्दाखेरि ट्र्याक्टरहरूले धेरै ठाउँमा अलिकति ट्र्याक खोलिसके पछाडि सेवा सुविधा दिन लागेको छ, दिएको छ। यो एउटा सकारात्मक पक्ष नै भयो। जति पनि पहिला टाउकोमा पिठुमा नाम्लो लाएर जुन भारीहरू बोक्नु पर्थ्यो, अब त्यस्तो चाहिँ अहिले चाहिँ अलि पर्दैन। सामान्यतया अब यो ट्र्याक्टरहरू मात्रै गए तापनि अब यो ठिकै हुन्छ। त्यो भयो। र अर्को यसको नकारात्मक यो सकारात्मक पक्ष भयो। र अर्को नकारात्मक पक्ष भनेको चाहिँ के हो भने कतिपय ठाउँमा बिरामी हुँदा यताउता हुँदा अब गाडी जान्छ भनिसकेपछि अलिकता इमर्जेन्सीमा त जबरजस्ती भए पनि अब लगिन्छ नि त, ठेलठाल पारेर पुर्याइन्छ नि त। हो, त्यस्तो ठाउँहरूमा चाहिँ गाडीहरू एउटा बिरामीले लगेर जाँदा गाडी एक्सिडेन्ट भएर 4-5 जना अर्को बिरामी, अरू पनि बिरामी पर्दिनु, थपिदिनु, गाडी एक्सिडेन्ट हुनु। अनि कतिपय ठाउँमा यो बाटो लाने कुरालाई मात्रै अब चाहिँ त्यो बढी ध्यान राखेर बाटो चाहिँ खन्नुपर्छ नि, बाटो त जसरी भए पनि लग्नुपर्छ नि भनेर अब त्यो गाउँ बस्तीहरूको र त्यो माटोको त्यो केही नहेरिकन, त्यो माटोको त्यो कस्तो माटो छ, बग्ने माटोहरू छ, कस्तो माटोहरू छ, त्यो केही नहेरिकन अब यो स्काभेटर मेसिन लाएर अब बाटो खन्दाखेरि कतिपय ठाउँमा अब पुरा गाउँै चाहिँ खतरामा परेको छ कि। अब त्यो इन्जिनियरिङ इस्टिमेट भन्दा बाहिर अब हामी जस्तै सामान्य मान्छेले यस्तो हेरेकै भरमा यतिकोबाट यहाँबाट बाटो खनिसकेपछि यहाँबाट गाडी गुड्छ, अब त्यो भनेकै भरमा त्यसरी खनेको बाटोहरूले चाहिँ कतिपय ठाउँमा खेतीयोग्य जमिनहरू पुर्ने र कतिपय गाउँहरू जोखिम अवस्थामा पुगिसकेको छ भने कतिपय यो घरहरू
बाटोले बगाएको छ। यो अलि नराम्रो पक्ष भयो। अनि यसै गरी हामीले यो बाटो खनेकै भरमा पुग्छ त, अब यो कस्तो छ भने स्थानीय सरकारद्वारा खनिएको बाटोहरूमा अहिले स्थानीय सरकारको चाहिँ कस्तो हुने रहेछ भने यति बाटो यति लाखमा यति करोडमा यति किलोमिटर खन्ने भन्ने हुँदो रहेछ त्यो स्थानीय सरकारको। अनि त्यो बाटो चाहिँ के गर्दछ भने त्यो पैसा अन्तर्गत त्यति किलोमिटर त्यो एक्सकाभेटर मेसिन लाएर त्यो खन्नु पर्यो। खनिसकेपछि त्यो बाटो अब पास भयो। अब त्यो बाटो पास भयो, खनिसक्यो, त्यो बाटो पास भयो र स्थानीय सरकारले त्यसलाई पास गरायो। अब त्यो स्थानीय सरकारले पास गराइसके पछाडि अब त्यहाँ के हुन्छ भने त्यो बाटोको लागि वर्षको एकपटक या 2 वर्षको एकपटक या कुनै बेला त्यो बाटोलाई चाहिँ मर्मत सम्हार भनेर राखिदिँदो रहेछ कि पैसा। अनि त्यो बाटोले पाउने बजेट भनेको अब के पायो त त्यो बाटोले मर्मत सम्हारको पैसा। त्योभन्दा त त्यो बाटोमा अब पैसै हुँदैन, किनभने अब खन्न भनेर पहिला नै दिइसकियो। अब त्यो खनिसकियो, पास भयो, अब त्यहाँ पैसा हुँदैन, अब आउँदैन। अब पैसा आउँदैन, के पैसा आउँछ त भन्दा मर्मत सम्हार आउँछ। अनि यस्तो बाटोहरूमा चाहिँ के हुन्छ भने पुरै भलबाढीहरू पसिराखेको हुन्छ, खोलाहरूले बिगारिराखेको हुन्छ, मास्तिरबाट पहिरोहरू झरिराखेको हुन्छ, तलतिरबाट बाटो पहिरो गएर बाटो काटिराखेको हुन्छ। अब यस्तो कुराहरूमा जस्तो अब यो ड्रेन, वाल अनि यो जाली लाउने कुराहरू यस्तो यो हुँदैन। प्राय एकदमै भइहाल्यो भने कतै नत्र भने यस्तो कुराहरू हुँदैन। यहाँ के हुन्छ त एकैचोटि मर्मत सम्हार भनेर दिएको पैसा हुन्छ। त्यो बाटोले के गर्ने भने सरर मेसिन आउने, बाटोमै पोको परेर कति माटो झरेको छ त्यसलाई फुत्त फालिदिने। अब त्यहाँ बाइकहरू र अब त्यो ट्र्याक्टरहरू यानि त्यो सानो गाडीहरू जबरजस्ती छिर्ने भइसके पछाडि अब त्यसलाई छाडिदिने हो। यो खाले चाहिँ भइराखेको छ, यो खाले कुरो छ। त्यसले गर्दाखेरि चाहिँ यहाँ चाहिँ यो स्थानीय सरकार मार्फत खनिएको जति पनि बाटोहरू छ, यो बाटोहरूमा एकपटक खन्ने, अनि खनिसके पछाडि त्यहाँ पैसा आउँदैन र त्यसलाई फर्केर हेर्दैन। बरु के गर्छ भने गत वर्षभन्दा हामीले पहिला खनेको बाटो कहाँ पुग्यो भन्दा यो ठाउँमा पुग्यो। अब प्लानिङ गर्दाखेरि पैसा हाल्दाखेरि के गर्छ भने त्यो ठाउँबाट अगाडिको बाटो चाहिँ खन्ने कुरामा जान्छ। बाटो अझै पनि अगाडि खन्ने कुरामा चाहिँ जान्छ कि त्यो बाटोलाई चाहिँ अब कसरी गुणस्तरीय बनाउने भन्नेमा चाहिँ यो ध्यान नजाँदो रहेछ। किनभने मैले यो धेरै गाउँपालिकाहरू, धेरै नगरपालिकाहरू, धेरै उपनगरपालिकाहरू र कतिपय यस्तो ठाउँहरू छ महानगरपालिका। त्यो हुनाले गर्दाखेरि बाटो खन्नु नराम्रो कुरा भएन। समग्रमा यो विकास हो। मान्छेलाई बाटो, बत्ती र पानी यो त अति आवश्यकीय कुरो। बाटो भएन भने, बत्ती भएन भने, पानी भएन भनेदेखि त अब त्यहाँ त विकास त देखिँदैन। यो एकदमै ठिक हो। तर यो बत्तीमा ठिकै होला, गाउँमा अब धेरै ठाउँमा पुर्याइराखेको छ। अहिले पानी पनि अब धेरै विभिन्न सङ्घ संस्थाहरूदेखि लिएर नेपाल सरकारले पनि त्यसलाई राम्रो व्यवस्थापन गरिराखेको छ। त्यो पनि ठिकै भयो। अनि त्यहाँबाट कुरो आयो अब
यो बाटोको कुरो चाहिँ अलिकति गाह्रो छ।